साथीहरू आज मैले पूजा गरेकोमा चाहिँ लक्ष्मी खुसी भएछ नि हेर्नु है यहाँ हेर्नु त आज लक्ष्मीले बास गरेछन् खुसी भएर अनि अब यहाँनिर गर्दैछन् आज हैन आज यहाँ हाम्रो सानो दशग्रह फाल्ने भनेर चाहिँ गरिरहेछन् मेमेले पैसा लाउँदैछन् शङ्ख त सानो रहेछ त्यही त म यताबाट गएर हेर्छु शङ्ख कत्रो ल्याउनु भएछ मेरोमा थियो अब शङ्ख हैन अब तामाङले गर्दाखेरि चाहिँ यो खालको धुप क्या यो चाहिँ अब यो शङ्ख यो पञ्चबत्ती भन्छ अब यो अर्कै भन्छ यस्तो यो चाहिँ म पनि किन्नु पर्न मन लागिरहेछ यो चाहिँ क्या महँगो पर्दो रहेछ अनि महँगो पर्छ काठमाडौँमा सोधेको अस्ति 7,000 कि कति हो भन्दै थियो हैन 7,000 त पर्दैन होला हौ कि पर्छ हौ पर्छ नि तपाईले त अनि गुम्बाल दिएको होला अनि गुम्बाको हो आज यहाँ मेमेले चट्ट दशग्रह फाल्ने भनेर भन्दैछन् र हामी पनि यहाँ गर्ने ट्राई गर्दैछन् ल साथीहरू आज यसो सानोतिर ओम मणि पेमाऊ ओम वज्र गुरु मणि पेमाऊ ओम वज्र पेमा गुरु सिद्धे हुँ यहाँ हेर्नु त हाम्रो आज जस्तो 84 जुनी लिँदाखेरि पाइने चाहिँ लक्षणहरू यहाँ छन् त जति देवी देवताहरूले चलाउँछन् ती 33 कोटी देवी देवताहरू यहाँ दियो बाल्ने यहाँनिर आज अब गर्दैछन् बिस्तारै हामी अहिले पढेपछि सुरु हुन्छ हैन।